अब चाहिँ मेरो चेस्ट डेन्जर बढ्ने भयो गाई। जिम मात्रै हानेर हुँदैन क्या, यसरी मसललाई पनि यस्तो तरिकाले चलाइमान गराउनु पर्छ क्या। तपाईँको चाहिँ एक ठाउँमा बसिरहेको मसलहरूलाई चाहिँ यस्तोसँगले चाहिँ चलाएर हिँडाउनु पर्छ, अनि मात्रै तपाईँको बडी जिम गरिरहनु भएको छ भने बिग बडी हुन्छ। जस्तो कि मेरो यस्तरी म त विकेन्ड एभ्री विकमा लिइरहेको हुन्छु स्पा। देख्नुभयो मसाज यस्तरी लिने हो, ट्याक्सहरूले त्यसै बडी बन्छ। गुड फर हेल्थ, स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। त्यही भएर मन लिएर आउनुहोस्, मसाज गर्नुहोस्, अनैतिक नसोच्नुहोस्।